गुइरोले ढाकिसक्यो। हेलो गाइस, गुड आफ्टरनुन, वेलकम ब्याक टु अनदर न्यू मिनी ब्लग। आज हामी चाहिँ फेरि नुवाकोटतिर लाग्यो होइन, टक्क लगाएर हामी टेक्निक जाँदैछौँ। आज फेरि सचिन यता छन्। फेरि फाइनल्ली हामी चाहिँ यहाँबाट हिँडिसक्यौँ। हेर्न सक्नुहुन्छ गाइस, नुवाकोट हो हाम्रो डेस्टिनेसन चाहिँ। टक्क लगाएर के हुन्थ्यो हेर्दै गर्नु होला। ए हामी चाहिँ लाग्यो गाइस, बटौली छोडिदिने भयो अब हामी चाहिँ। र हामी चाहिँ फाइनल्ली हस्पिटल लाइन आइसक्यौँ। हामी चाहिँ हेर सक्नुहुन्छ आज हस्पिटल लाइनमा के भिड छ। पुरा आकाश पनि फुल आकाश छ। सचिनको भोलिको इक्जाम छ भने नुवाकोट गएर के लेखेर आउँछन् भोलि के अनि एक दिन याद भइसक्यो त के को अनिलको आफ्नै गर्थ्यो नि। हामी हस्पिटलको जो पुष्पलाल पार्कमा आइसकेका छौँ। हामी टक्क लगाएर त्यहाँबाट माथि चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ माथि नुवाकोट हुन्छ चाहिँ आजको। हामी चाहिँ फाइनली कलेज घोराइसकेका छौँ। हाम्रो डेस्टिनेसन चाहिँ आज नुवाकोट हुन्छ। नुवाकोट भ्यू पोइन्टमा होइन, त्यहाँको के हुन्छ हेर्दै गर्नुलाई भिडियो मार्फत। अब यस्तै छ यहाँ आज भिडभाड यस्तै छ। हेर्नु अगाडि पुरै स्कुल ठ्याक्कै स्कुल छुट्यो बेला समय पनि भएर क्या स्कुल गाडीहरू गाडीहरू छ लगाएर त्यसमा बेलपास आइसक्यो भन गाइस। यहाँ माथि चाहिँ अहिले प्रोजेक्ट चलिरहेको माथि बाइपासको लागि यहाँ बाटो बन्दैछ। हेर्न सक्नुहुन्छ अब नेपाल पनि टक्क बाइपासवाला बाटो बन्दैछ यहाँ बेलपास हेर्न सक्नुहुन्छ। अगाडि पनि छ बाइपासवाला बाटो बन्नु लागिरहेको छ यहाँ। अब हाम्रो हामी 30-35 वर्ष हुँदा त बन्ला नि होइन सचिन? भयो मलाई बन्छ यहाँ अझै 2-3 वर्षमा त अब रेडी हुन्छ कि बाइपासवाला बाटो बन्दैछ। टक्क लगाएर फेरि अगाडि बाटो यस्तो कच्ची छ कि बाइकले पनि भएको भलिबल उफाऱ्यो भन्दा बढी उफार्छ यार। यस्तो छ हालत। जस्ट अपोजिट साइडको नुवाकोट साइडको पर साइडको भ्यू देख्न सक्नुहुन्छ कि दामी आइरहेछ। देख्न सक्नुहुन्छ हामी चाहिँ फाइनल्ली नुवाकोट जाने बाटो गइसक्यो। बन्दर पोखरी छौँ हामी चाहिँ। दामी अहिले धान चाहिँ कस्तो हरियाली के दामी देखिएको धानको धान रोपेको चाहिँ हेर्न सक्नुहुन्छ टक्क लगाएर। जस्ट अपोजिट साइडको भ्यू हेर्नु न, वाह यस्तो देखेपछि मन मोहक हुन्छ गाइस टक्क लगाएर। हामी चाहिँ बिचमा हामी चाहिँ के गर्न रोक्यो रे सचिन? फोटो खिच्न रोक्यो होइन। टक्क लगाएर के गर्न रोक्यो रे भाइ? फोटो खिच्न हो। अनि सचिन लौ टोपी तिम्रो बच्चाहरूले यस्तो टोपी साउन्ड टक्क लगाएर हेर्न सक्नुहुन्छ आजको भ्यू। दामी देखिरहेको गाइस। ओहो जिन्दगीमा यस्तो त देखाएको थियौ मलाई तिमीले जिन्दगीमा। हैट हिउँ परे जस्तो आइरह। कहाँ बुकी पाटन यहाँ कहाँ हो? ओहो के हो के दामी ओहो टक्क लगाएर यहाँ हेर त गुइरोले ढाकिसक्यो यार। यार सचिन डर लागेन? हाम्रो केटाहरू यता छ नि, एउटा बाइकमा 3 जना आएको। अनि डर लागेन भाइ गुइरो लगाएर? लास्टै बन्द गरेर किन के भएर टक्क लगाएर? सचिन के छ खबर? पुरै कुहिरो लगाएर यस्तो हालत छ आज। ल हेर्नु त यी के हो यस्तो यो? बाफ्रे है बाटो नि नदेखिने डर लाग्यो के हो यस्तो गाइस। म चाहिँ यता छु गाइस टक्क लगाएर हेर्न सक्नुहुन्छ। के लिनु भयो र? ओहो हैट